दुईटीको अहिले त किन बाहिर त गले भैँसी त लगाएर छैन भैँसी त बेचिदिएको न त कहाँ बसे त्यसरी नसकेपछि अब बेटा बानेर अब घोडाले हिँड्ने हुन्न अहिले ओह्रालो जाने क्या आउँदाखेरि उकालो आइसिम अब यो हात त हो यता जान्दैन देब्रे हातले खान्थेन यो हात त यस्ताको यस्तै थियो र यो दुई तीन ठाउँ राख्नुहरू मैले दुई ठाउँमा मात्रै गरिदिन्छु मैले दुई ठाउँ मात्रै यस्ता युज गरेका स्टोभले धन्न राख्छु जाउँ ल जाउँ 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 आफ्नो ल्याएको सामान आफूले चिन्छ ओहो पढा मान्छे होइन मान्छे त यस्तो गरेर हैन फुल देखाएको हल्का माथिबाट पक्नु पक्नु हैन बोलाउँछौँ हामी पक्नु है मेरो जेठा छोरो अशोक कुमार खड्काको म आमाका तर्फदेखि धेरै धेरै शुभकामना छ दम्पति जीवन सुखी मायामा बिताउन चाहन्छु कहिले पनि दुःख नपरोस् सेवा र सुखमा सधैँभरि सुख र शान्तिमा जीवन बिताउन चाहन्छु आमा कस्तो लाग्छ त छोरा बिहामा कति खुसी हुनुहुन्छ खुसी छु
एकदम खुसी छ हैन सालो भाइ अशोक कुमार खड्काको वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। उनको भविष्य सधैँ उज्जवल होस्। हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु यो वैवाहिक जीवनको अवसरमा। हैन तपाईले सोध्नुहोस् न भाइको बिहामा कस्तो लागिरहेछ उहाँको इन्टरभ्यू तपाईँलाई चाहिँ जेठो भाइको विवाह हुँदैछ आज कस्तो लागिरहेछ? एकदम खुसी लागिरहेछ र अब हामीले भाइले चाहिँ आफू अधिकृत भइसकेपछि उनी परिपक्व भएर आज विवाह गर्दैछन्। त्यसले गर्दाखेरि पनि परिवारमा एउटा चाहिँ खुसीको माहौल भइरहेको छ र मैले मेरो भाइ र आउने बुहारीलाई पनि वेलकम गर्दै वैवाहिक जीवनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भाइ बुहारी सबैजनालाई। उनीहरूलाई चाहिँ कस्तो लागिरहेछ यो वैवाहिक जीवनको अवसरमा? मेरो आदरणीय दाइ अशोक कुमार खड्काको आज हुन गइरहेको वैवाहिक विवाह यसमा चाहिँ उहाँको उत्तरोत्तर प्रगति होस्, वैवाहिक जीवन सफल होस्, अब आउने दिन अझै उल्लासमय बितोस्। यसमा हाम्रो परिवारको समग्र परिवारको उत्तिकै साथ सहयोग हुनेछ। अझै यो परिवारलाई अझै राम्रो बनाउनेछौँ, अझै त्यो राम्रोसँग जीवन बिताउनेछौँ। बेहुलालाई कस्तो लागेछ? कस्तो फिलिङ्स अनुभव भइरहेछ? म त खुसी नहुने भन्ने कुरै छैन। अहिले आफूले चाहेको, आफूले खोजेको, आफूले रोजेको मान्छेलाई आफ्नो परिवारको सदस्य, आफ्नो जीवन सङ्गिनीको रूपमा लिनको लागि जाने तयारीमा छु। म त्यसै पनि खुसी छु र उनी आएपछि हाम्रो परिवारमा थप खुसी बढ्नेछ, झन् रमाइलो, अझै राम्रो र सुखद परिवार हुनेछ भन्ने अपेक्षा पनि छ। र यो विवाहले यो हाम्रो परिवारलाई जुन अझै थप राम्रो बनाउँदै जान्छ भन्ने पनि अपेक्षा छ र सबै परिवार खुसी छ। मलाई त अब एकदम रमाइलो लागेको छ। हाम्रो परिवारमा बुवाहरू 4 भाइ हुनुहुन्छ। 4 भाइ मध्येमा छोराको सन्तानका रूपमा जेठो छोरा हो, हाम्रो जेठो भाइ हो, बुवाहरूको जेठो छोरा हो। हाम्रो बुवाहरूको 4 भाइ मध्येमा जेठो छोराको विवाह हुँदैछ। हामी असाध्यै खुसी छौँ। यो वैवाहिक यो विवाहको अवसरमा वैवाहिक जीवनको सफल दाम्पत्यमय बितोस् भन्ने शुभकामना दिन अवसरमा आउने नयाँ बुहारीलाई यो घरमा स्वागत छ। अनि पछाडि बुहारी आइसकेपछि झन् यो हाम्रो परिवार झन् एकाताबद्ध भएर झन् राम्रो भएर हुनेछ आशा छ। कस्तो अनुभव भइरहेछ? अशोक सिंह खड्का हाम्रो परिवारको जेठो छोरो हो, हाम्रो गौरव हो। आज जसरी हामी छल्ले हर्ष उमङ्गका साथ हामी उपस्थित छौँ। उनीहरूको पारिवारिक जीवन अब 100औं वर्षसम्म पनि 7औं जुनीसम्म पनि यस्तै हर्ष उल्लास भयो पूर्ण भएको देख्न पाइयोस्। यति भन्न चाहन्छु। नानीहरू तिमी उता माथि जाऊ त। अब यता हो कमल कमल धेरै साह्रै पनि मिल्दैन फेरि यता अलिकति सार्न त मिल्छ। होइन यो त बलिने अब अहिले साँगुरो अहिले राख्नु हातले केही नगर्नु चस्मा बरमाला उता हो दुईटाको ठाउँ राखिदिनु। सबैले लाउनु परेन, घरका लगाइदिनु हुन्छ कि भोलि लगाइदिने भयो सबै सबै हुन्छ यहाँ गर्न सबै भाइ अलि अघि टिको बन्द गरौँ। टिको बन्द भयो।
दिदीको होइन तपाईँ अगाडि चाहिँ अब जोले लाउने उता जानुभयो हजुर अगाडि चाहिँ आउनु न भाइ अलिक ठाडै हुनुहोस् हजुर अगाडि चाहिँ आउनु न गङ्गा म्याम तपाईँ यहीँ आउनु न हजुर मलाई करेक्सन गरिदिनु अलिकति धेरै उता नगइकन क्या यहाँ हेर्नु पर्दैन है खै उपेन्द्र बा उता हेर्नु 3 भानाले ल एउटा ल्याउनुहोस् त खै पर्छ ल यसो गरेर त ल यसो हाङ्नु यसो छाती हात रोसी गरेर नै पाइन्छ कि ल गाडीमा जाने एकजनाले कमल कार्यक्रम भइरहेको छैन अरे नरुनु भन्ने हुन्न क्या रुनु फुलले रुनी हाँस्ने हातमा गर्नुपर्छ अरे आमालाई सधैँ ढोक्ने बिहा फुलले पूजा गाडी भाइ अहिले भाइ कलश ल्याउनु अगाडि पूजा गर्नु त फुलले पूजा गाडी अगाडि पूजा गर्नु त
यो लैजाने हो भाइ अहिले भाइ अहिले पर्दैन मजा चाहिन्छ नगरकै भिडियो पर्दैन फोटोहरू खिच्छ भिडियोग्राफरले के गरिहाल्छन् भिडियो के जान्छ यस्तो नगर्छ भिडियो गर्ने यस्तरी गर्छ त्यसरी राख्नै मिल्दैन सोसियल मिडियामा नाच्ने होला नि अनि आमा कस्तो लाग्छ त छोरा बिहामा कति खुसी हुनुहुन्छ एकदम खुसी हैन
म त डाइङ आउँछु होला जान सक्दिनँ क्या म यसमा त गाडीमा त उपति लाग्दैन समय गाडीमा बस्न दिन बुलाएको साइडमा सेकेन्डमा बस बस के बस्न त बस बस पहिला पछाडि जानी जाऊ न पहिला पछाडि प्याक गर्न पर्यो कतिजना अटाइन्छ रे जीवन सङ्गिनीको रूपमा लिनको लागि जाने तयारीमा छु म त्यसै पनि खुसी छु र उनी आएपछि हाम्रो परिवारमा थप खुसी बढ्नेछ झन् रमाइलो अझै राम्रो र सुखद परिवार हुनेछ भन्ने अपेक्षा पनि छ र यो विवाहले यो हाम्रो परिवारलाई जुन अझै थप राम्रो बनाउँदै जान्छ भन्ने पनि अपेक्षा छ र सबै परिवार खुसी छ दुलाको चाहिँ जेठी दिदी अत्यन्तै खुसी हुनुहुन्छ तपाईँलाई चाहिँ कस्तो लागिरहेछ मलाई त अब एकदम रमाइलो लागेको छ हाम्रो परिवारमा बुवाहरू 4 भाइ हुनुहुन्छ 4 भाइ मध्येमा छोराको सन्तानका रूपमा जेठो छोरा हो हाम्रो जेठो भाइ हो बुवाहरूको जेठो छोरा हो हाम्रो बुवाहरूको 4 भाइ मध्येमा जेठो छोराको विवाह हुँदैछ हामी असाध्यै खुसी छौँ यो वैवाहिक के अरे यो विवाहको अवसरमा वैवाहिक जीवन सफल दाम्पत्यमय बितोस् भन्ने शुभकामना दिन अवसरमा र आउने नयाँ बुहारीलाई यो घरमा स्वागत छ अनि पछाडि बुहारी आइसकेपछि झन् यो हाम्रो परिवार झन् एकाताबद्ध भएर झन् राम्रो भएर हुनेछ आशा छ हजुरलाई धन्यवाद अनि दुलाको जुन जेठो भिनाज हुनुहुन्छ भिनाजुलाई चाहिँ कस्तो अनुभव भइरहेछ अशोक सिंह खड्का हाम्रो परिवारको जेठो छोरो हो हाम्रो गौरव हो आज जसरी उनीहरूको पारिवारिक जीवन अब 100 वर्षसम्म पनि 7औं दिनसम्म पनि यस्तै हर्ष उल्लास भयो पूर्ण भएको देख्न पाइयोस् मस्ती रहेछ नि गाडीमा त कहाँ हुन त हुन्थ्यो झपझप राख्न खोजेको होइन दिदी माथि राखे त अड्किने मात्र काम झर्छ नि अलि उ देख्थ्यो यार त्यो सुर्लुङ्ग भएपछि अलिकति भनेको यसरीको कान्छ यहाँ माथि नै यसरीको होइन अझ भनेको यसरीको तुर्लुङ्ग मैले भन्न खोजेको यसलाई भाँचेर को यसरी त्यहाँ माझाबाट उता फर्काएर हो दुईतिर झोडिन्छ हुन्छ को खस्दैनको यो त्यस्तो ल त माथि माथि मात्रै भएको त यार यहाँ तल्लोसम्म त आइपो यो फुलको मात्र यहाँ त भिन्न भयो कि यहाँसम्म आएको तलसम्म आएको यहाँ गेटमा अलिकति फुल भिड भएको तल जता सोच्यो त्यही हो त्यसले अब यसले फेरि तुर्लुङ्ग यो यहाँ माथि होइन तिमी सजावटको बिहा लास्टले आइफोन गिफ्ट हान्दे ओ चन्द्र अङ्कल ओ अङ्कल मोबाइल पनि खसालो के हामी बाइकमा ओ चन्द्र अङ्कल यो रोक्नु है मगानी यो कहिले सक्ने हो यो अच्छा द्याट यो के रे के हो यो लौ न यो यसको चिज माता माल छ भजा कसले ल्यायो मेरो भाइ आउने बुहारीलाई पनि वेलकम अलि छैन गाडी त पछाडि बसौँ रे
जीवन सङ्गिनीको रूपमा लिनको लागि जाने तयारीमा छु। म त्यसै पनि खुसी छु र उनी आएपछि हाम्रो परिवारमा थप खुसी बढ्नेछ, झन् रमाइलो अझै राम्रो र सुखद परिवार हुनेछ भन्ने अपेक्षा पनि छ र यो विवाहले यो हाम्रो परिवारलाई जुन अझै थप राम्रो बनाउँदै जान्छ भन्ने पनि अपेक्षा छ र सबै परिवार खुसी छ। दुलाको चाहिँ जेठी दिदी अत्यन्तै खुसी हुनुहुन्छ। तपाईँलाई चाहिँ कस्तो लागिरहेछ? मलाई त अब एकदम रमाइलो लागेको छ। हाम्रो परिवारमा बुवाहरू 4 भाइ हुनुहुन्छ। 4 भाइ मध्येमा छोराको सन्तानका रूपमा जेठो छोरा हो। हाम्रो जेठो भाइ हो, बुवाहरूको जेठो छोरा हो। हाम्रो बुवाहरूको 4 भाइ मध्येमा जेठो छोराको विवाह हुँदैछ। हामी असाध्यै खुसी छौँ। यो वैवाहिक के अरे यो विवाहको अवसरमा वैवाहिक जीवन सफल दाम्पत्यमय बितोस् भन्ने शुभकामना दिन चाहन्छु। अवसरमा र आउने नयाँ बुहारीलाई यो घरमा स्वागत छ। अनि पछाडि बुहारी आइसकेपछि झन् यो हाम्रो परिवार झन् एकताबद्ध भएर झन् राम्रो भएर हुनेछ आशा छ। हजुरलाई धन्यवाद। अनि दुलाको जुन जेठो भिनाज हुनुहुन्छ, भिनाजुलाई चाहिँ कस्तो अनुभव भइरहेछ? असित सिंह खड्का हाम्रो परिवारको जेठो छोरो हो, हाम्रो गौरव हो। आज जसरी हामी उनीहरूको पारिवारिक जीवन अब 100 वर्षसम्म पनि 7औं दिनसम्म पनि यस्तै हर्ष उल्लास भयो, पूर्ण भएको देख्न पाइयोस्।
भाइ अहिले भाइ कलस ल्याउनु
बुढाको हेल्थमा एफेक्ट नहोस् के हैन Oye, este cambio
होइन